안녕하세요. 잘 지내시죠? नमस्कार, सन्चै हुनुहुन्छ नि? आज चाहिँ मैले यो भिडियो मार्फत चाहिँ जुन हाम्रो कोरियन भाषा पढ्दै गरिरहेका विद्यार्थीहरूलाई चाहिँ एकदम गाह्रो लाग्ने विषय जुन के हो भन्दाखेरि इमी, मिरी र फल्छ। तिनटाको अर्थ चाहिँ नेपालीमा पहिल्यै, अगावै जस्तो अर्थ सुनिन्छ। त्यसै कारणले विद्यार्थी यसमा चाहिँ धेरै कन्फ्युज भइरहनु भएको छ है। यसैको लागि चाहिँ जुन तपाईँहरूको यो कन्फ्युजनलाई समाधान गर्नको लागि चाहिँ मैले एउटा चाहिँ छोटो यो जानकारीमूलक भिडियो बनाउन गइरहेको छु। आशा छ यस भिडियोले तपाईँको जुन ग्रामरप्रति तपाईँको जुन समस्या थियो, यसको बुझाइ अलिक कम थियो, त्यसलाई चाहिँ मैले चाहिँ पूर्ण रूपमा चाहिँ हटाउने प्रयास गरेको छु। तपाईँलाई चाहिँ यो भिडियो मन पर्नेछ भन्ने आशा राख्दै अब चाहिँ हामी भिडियोतर्फ लागौँ है त। ल अब हामी सुरु गर्छौँ। आजको हाम्रो विषय छ मिरी, इमी र फल्छ। आज हामीले चाहिँ यी तिनटैको बारेमा पढ्छौँ र यिनीहरू तिनटामा फरक के छ, भिन्नता के छ भनेर हामी आज त्यो पनि हेर्छौँ। अब हामी सर्वप्रथम मिरीतर्फ लाग्छौँ है त। मिरीमा हेरौँ। मिरी इमी के हो त अर्थ अत्तनिरी इरनागी छने छुन्बी हागना छुच्छी रुल छुइहाम्रे कुनै काम चाहिँ सम्पन्न हुनु अघिको तयारी अथवा क्रियाकलापलाई चाहिँ यसले के हो त व्यक्त गर्छ अथवा अर्थ दिन्छ भन्ने अर्थमा। भनेपछि मिरीले कस्तो गर्छ भने कुनै काम चाहिँ सम्पन्न भएको छैन, त्यसको लागि चाहिँ गरिने के हो त तयारी अथवा त्यसको लागि गरिने क्रियाकलापलाई चाहिँ यसले चाहिँ व्यक्त गर्छ, अर्थ दिन्छ मिरीले। यसको अङ्ग्रेजीमा अर्थ हेरेर के हुँदो रहेछ त इन एडभान्स, इन एडभान्स है। नेपालीमा के भन्छ अब यसलाई भन्दाखेरि अगावै अथवा अग्रिम भन्न सकियो। मिरीको अर्थ के हुन्छ त अगावै अथवा यसरी अग्रिम भन्न सकियो। योङ पप प्रयोग गर्ने तरिका छैनन्, कहाँ प्रयोग गर्न सकिन्छ, केमा प्रयोग हुन्छ भन्ने तरिकामा मिरेरुल थेपिहान हेङदोङे सायङदोइम रे के हो त भविष्यलाई चाहिँ के हो त तयारी गर्ने क्रियाकलापमा चाहिँ के हो त प्रयोग हुन्छ अरे, भविष्यलाई तयारी गर्ने काममा। अर्को हेरौँ साधन छुन्बी पूर्व तयारी, त्यस्तै गरी साधन छोची इमी साधन छुन्बी पूर्व तयारी, साधन छोची इमी पूर्व अब चाहिँ के हो त कामको, पूर्व कामको चाहिँ अर्थ दिँदा चाहिँ के हो त यसको प्रयोग गरिन्छ अरे। त्यस्तै गरी यमुनमा हेरौँ, उदाहरणमा हेरौँ हेबे छारेरुल मिरी छुन्बी हेस्सयो रे मिटिङको के हो कागजातलाई चाहिँ के हो त यसरी अगावै छुन्बी हेस्सयो तयार गरिसके रे। अब यसमा हेर्नु त यसमा के त मिटिङ हो नि खास मेन काम, मिटिङ हो नि, मिटिङ भइसक्यो र छैन नि, तर के हो त मिटिङलाई जुन कागज चाहिँ के हो उसले अगावै चाहिँ तयार गरेर राखिसक्यो हो। त्यसै गरी अर्को हेर्छौँ हेङ छने होटेलरुल मिरी हेसयो रे भ्रमण अघि होटेल चाहिँ के हो त अग्रिम हे खादा भनेको त बुकिङ गर्नु, हे हेसयो बुकिङ गरे रे। भ्रमण गइसकेको छ र ऊ छैन नि, तर भ्रमण गइसकेपछि के हो उसलाई होटेल चाहिन्छ, त्यसको लागि चाहिँ के उसले पहिला नै होटेल चाहिँ बुकिङ गरेर यसरी राखिसकेको छ। भनेपछि मिरीले के गर्छ त यसरी भविष्यमा गरिने कामको लागि चाहिँ के हो त तयारी गर्दाखेरि चाहिँ यसरी मिरीको प्रयोग गरिँदो रहेछ। जसको थप उदाहरण हेर्छौँ। अघि मिरीले मैले के भने यसरी अगावै अथवा अग्रिम भने है। खेवे खागो छुन्बी हाल्तेछन् रे के हो त जुन चाहिँ योजना बनाउँदा अथवा के हो त तयारी गर्ने बेलामा चाहिँ प्रयोग गरिन्छ अरे है। उदाहरण हेर्छौँ हामी याङ हागी छने मिरी छिमुल साया हेयो रे भ्रमण जानु अघि अग्रिम अथवा अगावै छिमुल साया हेयो, छिमुल सादा भनेको के हो त ब्याग प्याक गर्नु है, ब्याग चाहिँ प्याक गर्नुपर्छ अरे। ऊ अहिले भ्रमण गइसकेको छैन नि, तर के हो त भ्रमण जानु अघि भ्रमण जानको लागि उसले के त तयारी गरेको मिरीले है, तयारी गरेर के गर्यो उसले चाहिँ सामान चाहिँ लगेज चाहिँ के हो त प्याक गरेको हो। अर्कोमा हेर्छौँ कुनै सिक्तानुन सिक्कोनुल मिरी सामेन हारिनी थियो रे कुनै के भन्ने के हो त रेस्टुरेन्ट, सिक्कोन के हो त कुपन, मिरी अगावै चाहिँ के हो त सामान किन्यो भने हारिनी थियो डिस्काउन्ट हुन्छ अरे। उसले चाहिँ के हो त खाना खाने रेस्टुरेन्टको चाहिँ के हो कुपन चाहिँ पहिल्यै लिइसक्यो, किन त डिस्काउन्ट पाउनको लागि है। अहिले उसले डिस्काउन्ट पाएर छैन नि,
तर के हो त डिस्काउन्ट लिनको लागि उसले के छ पहिला चाहिँ के हो त टिकट चाहिँ यसरी किनेर राखिसक्यो मिरी साम्यान गरेको। अब अर्को हेर्छौँ फिर्योहान खिगेरल मिरी के हो त छुन्पिहाँसेयो रे आवश्यक पर्नेवाला अब भविष्यमा गएर आवश्यक पर्न सक्छ आवश्यक आवश्यक मिसिनलाई चाहिँ के हो त उसले चाहिँ अगावै चाहिँ के हो त तयारी गरेर राख्नुहोस् अग्रिम तयारी गरेर राख्नुहोस् रे यसमा चाहिँ के हो आदेश दिएछ है। अर्को हेरौँ छागबोल छुन्बी मिरी हे नोची हानुम्यान छागबोल फारो सिजा खाल्छु अप्सयो रे कामको तयारी चाहिँ मिरी अग्रिम अगाडि नै हे नोची हानुम्यान गरेर राखेन भने छागबोल काम चाहिँ तुरुन्त फारो सिजा खाल्छु अप्सयो सुरु गर्न सकिँदैन रे। अब यसमा मिरीले किन तयारी गर्यो भन्दाखेरि के हो त काम चाहिँ के हो त छिट्टो सुरु गर्नको लागि चाहिँ के त यसले चाहिँ पहिला मेसिनको चाहिँ के हो तयारी गरेर राख्यो कामको लागि तयारी गरेर राख्यो भन्दा काम चाहिँ छिट्टो सुरु गर्नको लागि। अर्को हेर्छौँ वैकिकिन सामुसोए भाङ्मुन हागी छाने मिरी एक हेया हाम्निदा छोड्निदा के हो चाहिँ विदेशी अफिसमा अथवा विदेशीहरूको लागि अफिस होला छुट्टै फाङ्मुन हागी छाने भिजिट गर्नु अघि के हो त अग्रिम चाहिँ के हो त बुकिङ गर्नुपर्छ अरे मिरी एक हेया हाम थोइनिदा रहेछ। अब हेर्नु यसले यो मान्छेले त्यहाँ विदेशीको अफिसमा भिजिट गरिसकेको छ र छैन नि भिजिट गर्नको लागि त्यसको तयारीको लागि उसले चाहिँ के हो त पहिले के हो त यसरी बुकिङ गरेको रहेछ है। ल हामीले मिरीको बारेमा हेरौँ मिरीले के गरेको त खेवेक र छुन्बेलाई भन्दो रहेछ नेपालीमा अगावे अथवा अग्रिम भन्ने अर्थ लाग्दो रहेछ। अब हामी अर्को हेर्छौँ इमीको बारेमा इमीको अर्थ के हुन्छ भन्दाखेरि इमी हेरौँ त ख्वागए अत्तनिरी वाल्योतोयको छिगमखु खेलगागा नामा इसम लेखेको छ विगतमा चाहिँ कुनै काम सम्पन्न भएको र अहिले चाहिँ के हो त्यो चाहिँ नतिजा मात्र बाँकी छ भन्ने अर्थ दिँदो रहेछ। इङ्ग्लिसमा के हुन्छ यसको अर्थ अलरेडी हुन्छ भने नेपालीमा चाहिँ पहिले पहिले भन्ने अर्थ दिँदो रहेछ है। अब यो सायङ पब छ यो पब लेखेको हो अब तरिका के छ त्यसको हेरौँ है त। फर्स्टमा हेर्छौँ सासिर हिना साङथेरुल खाङजो हाल्थे सायङ लेखेको छ तथ्य वा अवस्थालाई चाहिँ के हो जोड दिने बेलामा चाहिँ यो प्रयोग हुँदो रहेछ। अर्को हेरौँ खामजङ अप्सी थान्सुनान छङबोल छन्दाल रे भावना चाहिँ यसमा हुँदैन भावना नभइकन साधारण जानकारी चाहिँ के कसैलाई भन्दाखेरि दिँदाखेरि चाहिँ यो प्रयोग गरिँदो रहेछ। यसको हामी उदाहरण हेर्छौँ थिम्जाङ निमी इमी छिबे खासयो रे क्याप्टेन चाहिँ के हो पहिल्यै घर गइसक्नुभयो रे थिम्जानिङ के हो पहिल्यै घर गइसक्नुभयो। यसमा के हो घर गए क्याप्टेन जुन चाहिँ घर गएको कुरा मात्रै भनेको जानकारी दिएको छ अरू के पनि भनेको छैन है त्यही भएर इमी प्रयोग गरियो पहिल्यै भन्ने अर्थमा होइन नानुन इमे छमसिमुल मगसयो मैले चाहिँ के हो पहिले के हो खाना चाहिँ खाइसकेँ खाना खाएको कुरा मात्र भनेको हो जुन कुरा चाहिँ के हो विगतमा भइसकेको छ यसको मात्रै भनेको हो त। अब यसको थप उदाहरण हेर्छौँ इमीले के त पहिल्यै भन्ने अर्थ दिँदो रहेछ है। थाक नान इरल माराल्ते सुम लेखेको छ पुरै सकिएको कामको बारेमा चाहिँ भन्ने बेला चाहिँ प्रयोग गरिन्छ अरे है। उदाहरण हेर्छौँ यी मुन्जेनुन इमी फुरसुनिदा रे यो प्रश्न चाहिँ के हो पहिल्यै समाधान गरिसके रे यसमा के एक्स्ट्रा भनेर छैन के हो त उसले चाहिँ यो प्रश्न चाहिँ के हो समाधान गरिसकेको कुरालाई जानकारी मात्र दिएको भनेको मात्र हो यसमा केही पनि नयाँ भएन केही फरक कुरा भएन। त्यस्तै गरेर नानुन इमी खुयङहरू थुपन बस्यो रे मैले चाहिँ के हो पहिल्यै त्यो फिल्म खुयङ थुपन 2 पटक फस्यो हेरिसकेँ रे यसै भनेको त्यो फिल्म 2 पटक हेरिसकेँ भनेर मात्रै भनेको अरू केही भनेको छैन। अर्को उरिगा थच्चा खेसेल्ते फिनुन इमी कुछेसयो रे हामी चाहिँ पुगेको बेलामा फिनुन वर्षा चाहिँ पानी चाहिँ इमी के हो त पहिल्यै खुचेसयो के हो त रोकिएको थियो रे यसमा पनि के दियो र केही अर्थ के भनेर छैन नि के हो त पानी चाहिँ के हो त रोकिसकेको थियो भनेर एउटा जानकारी मात्र दियो। अर्को हेरौँ नुनानुन इमी खेल्छङ्गुल नेरेसयो के हो त दिदीले चाहिँ इमी पहिल्यै खेल्छङ भनेको त निर्णय खेल्छङ्गुल नेरेदा भनेको त निर्णय दिनु अथवा अब के हो त दिदीले चाहिँ पहिले के हो निर्णय दिइसक्नुभयो गरिसक्नुभयो भन्ने अर्थमा
यसो भने के हो त दिदीले चाहिँ निदिएको कुरालाई जानकारी मात्र दियो भने मात्रै अरू केही पनि छैन अर्को उरिनुन इमी खुसासिरुल अल्गो इससुम्निदा हामीले चाहिँ के हो पहिल्यै खुसासिरुल त्यो कुरा त्यो सत्य तथ्यलाई चाहिँ अल्गो इससुम्निदा के हो त थाहा थियो जानकारी थियो भन्ने अर्थमा ल हामीले अब इमीको बारेमा हेर्यौं अब हामी अगाडि बढौं फल्छ फल्छको इमी हेरौं अर्थ हेरौं के हो त अत्तनिरी येसाङभोदा पारुगे इरनासमुल नातानेम्रे भने के हो त कुनै काम चाहिँ अनुमान गरेको भन्दा छिट्टो चाहिँ के हो त पुरा भएको कुरालाई चाहिँ यसले अर्थ दिन्छ अथवा अभिव्यक्त गर्छ रे के हो त फल्छले त्यस्तै गरी छोङछोङ नोल्लाम उमिना खामथानी सगिम छोटो आश्चर्य वा के हो त प्रशंसा पनि मिसिएको हुन्छ रे है फल्समा यसको इङ्ग्लिसमा अर्थ के भन्दाखेरि यसरी अलरेडी अथवा सो सुन भन्ने हुन्छ तर अलरेडी भन्दाखेरि के हुँदो रहेछ त विथ इमोसन अथवा यसमा केही भावना पनि लागेको हुन्छ अब नेपालीमा यसलाई अर्थ के दिँदा ठिक होला त भन्दाखेरि मैले चाहिँ पहिल्यै जस्तो पनि अर्थ लाग्छ भने अथवा यति छिटो भन्ने अर्थ पनि लाग्छ है त यो तरिका हेर्छौँ हामी एसाङभन्दा पारुन साङहाङल फ्योयन अनुमान भन्दा के हो त छिट्टो अवस्था चाहिँ व्यक्त गर्छ अरे है यसले चाहिँ त्यस्तै हेरौँ मारान सारामे नोल्लामुल फुहाम खानुङ रहेछ के हो भन्ने मानिसको आश्चर्य पनि के हो समावेश चाहिँ हुन सक्छ सम्भावना छ भन्ने अर्थमा वक्ताको आश्चर्य समावेश हुन सक्छ अरे फल्समा त्यसै उदाहरण हेर्छौँ फल्स थाक नसयो अरे फल्स है यति छिटो सबै सकियो भन्ने अर्थमा है यति छिटो सबै सकियो यसमा फल्सले के गर्यो त उसले सोचेको थिएन सोचेको समयभन्दा चाँडै सकेको कारणले चाहिँ आश्चर्य व्यक्त गरेको फल्स थाक नसयो यति छिटो सबै सकियो छिटो सकियो अर्को हेर्छौँ सिगानी फल्छ फल्छ इरक्क थन्नेय थन्नेय के हो त यसले आश्चर्य प्रकट गरेको रहेछ थाहा थिएन भर्खर थाहा पायो उसले नेयो सिगानी फल्छ इरक्क थन्नेय समय यति छिटो यसरी भएछ अथवा यसरी बितेछ है भनेपछि फल्सले के गर्दछ त सोचेको भन्दा चाँडै के हुँदाखेरि आश्चर्य अथवा प्रशंसालाई चाहिँ व्यक्त गरेर भन्दो रहेछ अब हामी यसको थप उदाहरण हेर्छौँ फल्सले मैले के भने भर्खर पहिले अथवा यति छिटो भन्ने अर्थ दिन्छ हेर्दा येसाङ भोदा पारुदा भन्ने बुझ्नुभयो तपाईँले यो त अनुमान गरे भन्दा छिटो अथवा सोचेको भन्दा छिटो भन्ने अर्थमा उदाहरण हेर्छौँ खप्पु छिबुल फल्छ सल्ची हेस्सयो रे खप्पु छिप भनेको हो त फरमा सल्ची हादा भनेको त इन्स्टल गर्नु फरमा ठोक्नु अर्थमा खप्पु छिबुल सल्ची हादा भनेर पढ्नु भयो तपाईँले फल्छ राखेको छन् बिचमा के त खप्पु छिबुल फल्छ सल्ची हेस्सयो के हो त फरमा चाहिँ के हो त यति छिटो ठोकिसक्यो भनेर यसरी प्रश्न गरिरहेको छ उसले चाहिँ के हो त यो चाहिँ फरमा चाहिँ यति ठोक्छन् भनेर उसले सोचेको थिएन सोचेको भन्दा चाँडै सम्पन्न भयो त्यही भएर त फल्छ यसरी लगायो त्यसै गरी अर्को हेर्छौँ मेच्छिल छने केही दिन अघि मानदन बनाएको पाङ्गिन्दे यो त रोटी हो पाउरोटी हो फल्छ खोम फाङ्गिगा फेस्सयो यो त यति छिटो खोम फाङ्गिगा फेदा भनेको त ढुसी लाग्नु यो त ढुसी लागिसक्यो रे उसले चाहिँ के हो त केही दिन अगाडि मात्र बनाएको रोटी थियो तर के हो त यति छिटो चाहिँ के हो त यो यसरी ढुसी लागेछ अब हेरौँ एल हानुरागो यो काम गरेकोले फल्छ यति छिटो संक्षिप्त सिगानी के हो त खाना खाने समय चाहिँ थोइन्चुल भएको कुरा चाहिँ मोल्लासयो थाहा थिएन रे उसले के सोचेको थिएन खाना खाने टाइम भइसक्यो भनेर तर के हो त सोचेको भन्दा चाँडै आयो खाना खाने टाइम त्यही भएर के हो त यसरी फल्छ लगायो यसरी अर्को हेर्छौँ ने सुक्सोदो फल्छ थाहा या खेस्सयो रे के हो त सुक्सो भनेको के हो अरे वासस्थान पनि फल्छ यति छिटो थाहा या खेस्सयो सबै बुकिङ गरिसकेँ अरे यो चाहिँ एउटा डाइलगको हो है डाइलगको मैले तलमा निकालेर हालेको त्यही भएर ने पनि भयो यसमा चाहिँ के हुन्छ भन्दाखेरि अगाडिपट्टि चाहिँ सोधेको हुन्छ उसले चाहिँ ने सुक्सोदो के हो वासस्थान पनि फल्छ अगाडि नै के हो त सबै बुकिङ गरिसकेँ अरे फल्छ यति छिटो त्यो मान्छेले सोचेको थिएन तर सोचेको भन्दा चाँडै चाहिँ के उसले यो बुकिङ गरिसक्यो त्यही भएर त यसरी फल्छको लगायो अर्को हेर्छौँ
펄서 기차표가 매진 되어서 버스를 타고 가야 합니다. रे 펄서. यति छिटो खिचाप्योगा के हो त ट्रेन टिकट चाहिँ मेजिन थोएछ मेजिन थोइदा भने के हो त सोलआउट हुनु बिक्री भइसक्नु र मेजिन थोएछ बिक्री भइसकेकोले फसरुल थागो खाया हामीदा बस चढेर जानु पर्छ रे है हामीले यसरी गर्यौं अब तपाईहरुले यसरी गर्नुभयो यहाँ अब तपाईलाई कुन गर्दाखेरि ठिक होला भन्दाखेरि त फल्सले के गर्दछ त हेसाङ पोदा पारुदा भने तपाईले याद गर्नु पर्यो है ल 문장 밖에 핵석해오다 विश्लेषण 나는 미리 밥을 준비했어요. के हो त चाहिँ मिरेरले उयान छुन्बियाम भने उसले चाहिँ के हो त भविष्यको लागि के हो त भविष्यमा खाना खान्छ होला पछि गएर खाना खान्छ होला उसले चाहिँ के हो त त्यो खाना खानको लागि हो त अहिले भात चाहिँ बनाएर राखेको भात चाहिँ तयार गरेको रहेछ भविष्यको तयारी रहेछ के हो त मैले अग्रिम खाना तयारी गरिसकेँ मैले चाहिँ के हो खाना चाहिँ अग्रिम तयारी गरिसकेँ खाना चाहिँ खाना बाँकी छ 나는 이미 밥을 먹었어요. 이미 끝난 일래. मैले चाहिँ के हो त यो इमी खाना पहिल्यै सकेको कामको बारेमा भन्दैछ नानुन इमी फाबुल मगसय मैले खाना खाइसकेँ भनेर यसले चाहिँ हो सकिसकेको बारेमा जानकारी मात्र दियो इमीले भने फल्समा हेरौँ नानुन फल्स फाबुल मगसयो स्याङ्काको पारुम सोचेको भन्दा छिट्टो के हो त नानुन फल्स फाबुल मगसयो मैले खाना खाइसकेँ के हो त सोचेको भन्दा छिटो रे है त अब हामी हेर्छौँ हामी आज के गर्यौँ हामीले आज मिरी गर्यौँ इमी हेर्यौँ र फल्स पनि हेर्यौँ है अब हेरौँ मिरीलाई चाहिँ तपाईँले जस्तै मैले चाहिँ अगावै र अग्रिम गरेर राखेँ सम्झिनको लागि इमीलाई पहिले गरेँ भने फल्सलाई चाहिँ के हो त सोचे भन्दा छिट्टो भनेर तपाईँले यसरी याद गर्न सक्नु पर्यो है अब हामी थप उदाहरण हेर्छौँ ल उदाहरणभन्दा अगाडि एउटा कम्पेयर रहेछ हामीले कम्पेयर गरेर हेर्छौँ कुकुरमा हेरौँ कुकुर भनेको के हो त वर्गीकरण भन्छ नि वर्गीकरण भन्दा मिरी इमी र फल्स रहेछ सिजम भनेको हो त दृष्टिकोण है मिरीको दृष्टिकोण के हो भन्दाखेरि के हो त भविष्यको लागि तयारी यसको दृष्टिकोण रहेछ त्यस्तै गरी के हो त इमीको के रहेछ दृष्टिकोण भन्दाखेरि ख्वागा वाल्यो विगतको चाहिँ काम चाहिँ सम्पन्न भएको कामको लागि चाहिँ भविष्यको चाहिँ वाल्यो सम्पन्न भएको कामलाई यसरी यसले दृष्टिकोण राख्दो रहेछ भने फल्सले के भन्छ हेन्जेना वर्तमान अथवा के हो त बितेको समयको विगतको चाहिँ के हो छिटोलाई चाहिँ उसले याद गर्दो रहेछ त्यसको दृष्टिकोण त्यसमा राख्दो रहेछ खाङ्जो खाङ्जो के हो त भन्दाखेरि जोड केमा जोड दिन्छ भन्ने कुरामा मिरीले हेर्दा यसरी छुन्बिगा इस्म छुन्बीलाई जोड दिँदो रहेछ तयारीलाई जोड दिँदो रहेछ भने इमीले के जोड दिँदो रहेछ त खेलगुवा वा इस्म भनेको के हो त नतिजालाई जोड दिँदो रहेछ त्यस्तै गरी फल्सले चाहिँ केमा जोड दिँदो रहेछ सुक्तोका पारुमले के हो गतिले छिटो अथवा गतिको तीव्रतालाई चाहिँ केले याद गर्दो रहेछ अथवा के हो त जोड दिँदो रहेछ खामजङ भावना हेरौँ त मिरीमा अप्सुम भावना हुँदैन रहेछ त्यस्तै गरी इमीमा के हो त खामजङ अप्सुम अथवा छैन हुँदैन रहेछ भने फल्समा चाहिँ के हो त खामजङ हुँदो रहेछ भावना हुँदो रहेछ के हो त नोलाम अथवा के हो त खामदान जस्ता भावना त्यसमा समावेश हुँदो रहेछ अब हेरौँ म्याङन्याङ योछङ खोन्यु मिरीमा चाहिँ के हो त म्याङन्याङ भनेको के हो त आदेश योछङ रिक्वेस्ट खोन्यु भनेको चाहिँ कस्तो भन्दाखेरि केही गरौँ भन्ने तरिका रिकमेन्डेसन भन्छ नि त्यो ठ्याक्क हो मिरीमा चाहिँ यसरी म्याङन्याङ योछङ खोन्यु गर्न पाइँदो रहेछ कसैलाई यो गरौँ गर्नुहोस् भनेर भन्न मिल्दो रहेछ भने इमीमा के हो त यसरी नमिल्ने रहेछ त्यस्तै गरी फल्समा पनि के हो त यसरी नमिल्ने रहेछ कसैलाई यो गरौँ भनेर नमिल्ने रहेछ फुतवा खेराप चाहिँ फुतोसँग चाहिँ के हो त मिरी जोडेर गर्न पाइँदैन रहेछ त्यस्तै गरी इमीसँग के हो जोड्न पाइँदैन रहेछ त्यस्तै गरी के हो त फल्ससँग चाहिँ जोड्न पाइने रहेछ यसको बारे हामीले अहिले फेरि हेर्छौँ अङ्ग्रेजीमा अर्थ के हुँदो रहेछ त इन एडभान्स भन्ने हुँदो रहेछ मिरीको त्यस्तै गरी इमीको के हो त अलरेडी भन्ने हुँदो रहेछ फल्सको के हो त अलरेडी सोसुन भन्ने हुन्छ तर अलरेडी भन्दाखेरि के हुन्छ अरे विथ इमोसन केही भावना पनि जोडिएको हुन्छ भन्ने अर्थमा अब हामी यो हेरौँ तीनटा वाक्य हेरौँ यो 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 तीन वाक्यमा कुन वाक्य सही छ त अघि मैले भर्खर भने फल्स यसमा के लास्टमा हेर्दा के त जुसेयो छ भने के हो त यो रिक्वेस्ट हो नि फल्समा रिक्वेस्ट गर्न पाइन्छ त पाइँदैन तर के हो त मिरीमा मैले के लेखेको थिएँ रिक्वेस्ट गर्न पाइन्छ ओके त्यस्तै गरी के हो इमीमा गर्न पाइन्छ रिक्वेस्ट गर्न
पाइँदैन। तीनटा वाक्यमा के रहेछ त यो वाक्य सही रहेछ। 약속이 취소되면 अथवा अपोइन्टमेन्ट अथवा बाटा चाहिँ के हो त क्यान्सल भयो भने मिरी त अगावै 알려주세요 जानकारी दिनुहोस् भन्न चाहिँ मिल्ने रहेछ। यो वाक्य सही छ भने दुईटा वाक्य चाहिँ के हो त गलत छन्। फल्स र इमीमा के हुँदछ यसरी कसैलाई रिक्वेस्ट गर्न आदेश दिन कसैलाई सुझाव दिन केही गरौँ भने प्रस्ताव गर्न के त नपाइने रहेछ इमी र फल्समा। अब तीनटा वाक्य हेर्छौँ। 날씨가 더워지지도 않았는데 벌써부터 목이 나오네요 रे। मौसम चाहिँ के हो 더워지지도 않았는데 गर्मी चाहिँ के हो त भएको पनि छैन। 벌써부터 मोगी가 나오네요 त पहिल्यैबाट मोगी가 나오네요 लामखुट्टे आउने रहेछ। मोगी भनेको लामखुट्टे हो है, लामखुट्टे आउने रहेछ रे। अब यसमा हेरौँ त कुन चाहिँ वाक्य ठिक छ त। मैले के भने थिएँ फल्ससँग बुथ लाग्छ हो लाग्छ ओके यो वाक्य ठिक छ। तर मिरीमा लाग्छ लाग्दैन, बुथ इमीमा लाग्छ लाग्दैन। तर हेरौँ त एकचोटि नेपालीमा गरी हेरौँ त। 날씨가 더워지지도 않았는데 미리부터 पहिलेबाट अथवा अगावैबाट मोगी가 나오네요 लामखुट्टे आउने रहेछ अरे। त्यो गर्न पाइन्छ त पाइँदैन। नेपालीमा मिल्छ तर मिलेन। 날씨가 더워지지도 않았는데 मौसम गर्मी नभए तापनि इमी부터 पहिलेबाट मोगी가 나오네요 लामखुट्टे आउने रहेछ। त्यो गर्न पाइन्छ त पाइँदैन है। नो पाइँदैन। सही वाक्य चाहिँ यो रहेछ। अब हामीले एउटा संवादबाट हेर्छौँ। 대화 과장ले भनेछ 해외시에 준비는 다 됐어요। के हो त मिटिङ तयारी चाहिँ सबै भयो 다 됐어요 소리छ। काम गर्ने कर्मचारी भनिन्छन् 사원ले 네 발표 자료는 이미 만들어 뒀습니다। फाल्टो भने के हो त घोषणा गर्ने भन्ने डकुमेन्ट भन्ने होला। डकुमेन्ट चाहिँ भन्नेको के हो कागजात चाहिँ मिरी अगावै मान्द्रो ध्वस्습니다 बनाएर राखिसकेँ रे। यसमा हेर्नु त फाल्टो उसले गरिसकेका छैन नि। फाल्टोको लागि तयारी चाहिँ के हो उसले फाल्टोको छारी चाहिँ के हो तयारी गरेर राखिसकेका रहेछ। अनि उसले के भन्यो हेवेसिल्दो मिटिङको रुम पनि इमी एक थोय इक्को हो रे। उसले चाहिँ के हो त मिटिङको रुम पनि पहिले चाहिँ के हो त पहिले चाहिँ बुकिङ गरेर राखिसक्यो भनेर उसलाई जानकारी दिइरहेछ इमीले। 과장ले त 좋아요 ठिक छ सबै गरिसकेको छ नि त उसले त्यो 좋아요 그런데 तर 왜 किन 벌써 그렇게 긴장해요। 벌써 भने के हो त यति छिटो 그렇게 त्यसरी 긴장해요 नर्भस छौ रे। किन त सोचेको भन्दा चाँडै किन मिटिङ सुरु भएको छैन। तलका हेर्दा आजिक 한 시간이나 남았는데 अझैसम्म के हो 1 घण्टा जति अझै बाँकी छ अरे। 1 घण्टा अगाडिदेखि नै मान्छे के हो त केटी चाहिँ नर्भस भएछ। त्यही भएर चाहिँ के हो त यसरी फल्स लगाएको छ सोचे भन्दा छिटो गरेर है त। ल अब हामी अर्को हेर्छौँ। तपाईलाई हामीले यसरी गर्दाखेरि तपाईलाई के समस्या लाग्छ बुझेको छैन भने तपाईले तलपट्टि कमेन्टमा सोध्न सक्नुहुन्छ। के वाक्यहरु छन् यसमा। 1 नम्बर हेर्दा हामी कुन मिल्छ त 해외를 시작하기 전에 자료를 준비해 두었습니다। मिटिङ चाहिँ सुरु गर्नु अघि कागजात चाहिँ तयार गरेर राखे रे। मिरी इमी र फल्स कुन मिल्छ त कुन मिल्छ त यसरी मिरी मिल्छ। यो त मिटिङको कागज चाहिँ अगाडि चाहिँ तयारी गरेर अगावै चाहिँ के हो तयारी गरेर राखे मिरी मिल्यो। त्यसैगरी 2 मा हेरौँ के मिल्छ त फल्स। 그 영화는 벌써 예매가 다 끝났어요. 늦었네요। त्यो फिल्मको चाहिँ के हो त यति छिटो 예매하다 के हो त बुकिङ हो। बुकिङ चाहिँ के हो त सबै सकियो 늦었네요 ढिला भएको रहेछ रे। एउटा यसमा के हो भावना आयो 늦었네요 रहेछ थाहा थिएन अहिले थाहा भयो फल्स लाग्यो। तिम्रो कुन लाग्छ त यसमा के त फल्सै लाग्छ। किन 지금 몇 시야 अहिले कति बज्यो 시간이 벌써 이렇게 됐어 के हो उसलाई पहिला थाहा थिएन अहिले थाहा भयो अचम्म भनेर उसले चाहिँ भावना गरेर फल्स सोचेको भन्दा चाँडै चाहिँ के हो समय बितेको कारणले
यसो पनि फल च लाग्यो। चारमा हेर्नु त कुन लाग्छ? इमी है। नानुन छम्सी मूल इबी मग कित्ती मुने खिन्छन् आयो। मैले चाहिँ के खाना चाहिँ के हो पहिले खाइसकेको कारणले मलाई ठिक छ अरे। यसमा मिठो लाग्छ त? यसले कुनै भविष्यमा तयारी सयारी केही देखाएको छ? छैन। फल त लाग्छ त? यसमा केही आश्चर्य केही देखाएको छ? छैन नि है। त्यही भएर त इमी लाग्यो। लास्टमा कुन लाग्छ त? उरिनुन योहेङ खेवेगल सेवा थोसयो के हो त? तयारी गरेर राखेँ अरे। खेवेक भनेपछि के आयो? तपाईँलाई थाहा भयो होला क्या त? एन्सर त मिरी। हामीले चाहिँ के हो त अगावै भ्रमणको योजनालाई अगावै तयारी गरेर राख्यौँ। ल आज हामीले यसरी अभ्यास गऱ्यौँ, एन्सर गऱ्यौँ। तपाईँलाई कुन ठिक लाग्यो है? कुन चाहिँ ठिक लाग्यो? तपाईँलाई के मन पर्यो? यसमा चाहिँ तपाईँले जानकारी दिन सक्नुहुन्छ कमेन्ट बक्समा। आजको लागि मैले यति नै गरेँ। तपाईँलाई च्यानल राम्रो लाग्छ भने यसरी लाइक, यसरी सेयर र सब्सक्राइब चाहिँ गरेर साथ दिनु होला है त। हस् त, धन्यवाद।